हेलो साथीहरू, तपाईँ सबैलाई यो युट्युब च्यानलमा स्वागत छ है। मैले मेन कुरा आज के ल्याएर आएको छु भनेपछि तपाईँहरूले कुनै पनि डकुमेन्टहरू होस्, फोटोहरू होस्, त्यसलाई कसरी जिमेलको माध्यमबाट अरूमा सेन्ड गर्ने, अरूको जिमेल आइडी थाहा पाएर कसैलाई केही कुराहरू सेन्ड गरिदिनु पर्यो, त्यसलाई कसरी गर्ने आज त्यो सिकौँ है। र यो भिडियो मन पर्यो भने त लाइक सब्सक्राइब गर्न नभुल्नु होला है। आज तपाईँलाई जिमेल कसरी सेन्ड गर्ने अरूकोमा त्यो तपाईँहरूलाई म सिकाउन गइरहेको छु। यो भिडियो अन्तिमसम्म हेरिदिनु होला है। ल सुरु गरौँ है। हेलो साथीहरू, ल सुरु गरिहालौँ है। मैले तपाईँहरूलाई आज कसरी जिमेलबाट अब सेन्ड गरिदिने कुनै पनि डकुमेन्टहरूलाई, जस्तै मैले एउटा फोटोमा गएँ। ल फोटोमा यो स्क्रिन देख्न सक्नुहुन्छ, फोटोमा मेरो देख्न सक्नुहुन्छ। जस्तै मैले यो एउटा यहाँबाट कुनै एउटा फोटो लिएँ डकुमेन्टको, र यसलाई सेयरमा जानु होला। तपाईँ सेयरमा गइसकेपछि जिमेल भन्ने हुन्छ, जिमेलमा जाने र तपाईँले कसलाई पठाउन खोजिराख्नु भएको छ। यो जस्तै अब कसलाई पठाउन खोजिराख्नु भएको छ त्यसलाई पठाइदिने। जस्तै मैले कोहलपुर अथवा यो यहाँ पठाउन खोजेँ, ट्याक्कै यहाँ देख्न सक्नुहुन्छ। यो कसरी पठाउने, यसलाई ट्याक्कै यहाँ जिमेलमा जाने, जिमेलमा गइसकेपछि कसलाई पठाउनु पर्ने, यो कसलाई पठाउनु पर्ने हो ट्याक्कै यहाँ लेख्ने। अथवा मैले आफैले पठाइरहेको छु कि, जस्तै मैले यो ट्याक्कै यहाँ पठाइरहेको छु। अब म जिमेलमा गएर हेर्छु है, ट्याक्कै म आफ्नो सर्च गर्छु बिबी। अब हेर्नु तपाईँले कुनमा पठाउनु थियो, मैले यसमा पठाएको थिएँ भनेपछि अब मैले के पठाएको थिएँ, जुन पठाएको थिएँ हेर्न सक्नुहुन्छ है। यो डकुमेन्ट आइसकेको छ। तपाईँले यसरी सजिलै अरूलाई मजाले पठाउन सक्नुहुन्छ। यस्तै अझै भिडियोको लागि यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला साथीहरू। र हामी फेरि भेटौँला अर्को भिडियोमा है। ल साथीहरू है, ओके साथीहरू।